पञ्चसखा को हुन्? ती 5 विशेष सन्त वा भक्तहरू हुन् जसले सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग गरी 4 युगमा यस धरतीमा जन्म लिन्छन्। प्रत्येक युगको अन्त्यमा भगवान विष्णुको धर्म स्थापना गर्ने कार्यमा पञ्चसखाले आफ्नो पूर्ण सहयोग प्रदान गर्दछन्। भविष्यमालिका ग्रन्थमा उल्लेख भए अनुसार विभिन्न युगहरूमा पञ्चसखाहरूको नाम यस प्रकार रहेका छन्। युग अनुसार पञ्चसखाहरूको नामावली। युग पञ्चसखाहरूको नाम: सत्ययुग नारद, मार्कण्डेय, गार्गव, स्वयम्भू र कृपाजल। त्रेतायुग नल, नील, जामवंत, सुषेण, हनुमान। द्वापर युग दाम, सुदामा, सुबल, सुबाहु र श्रीवत्स। कलियुग अच्युतानन्ददास, अनन्तदास, यशोवन्तदास, जगन्नाथदास र बलरामदास। कलियुगमा पञ्चसखाको महत्त्व। कलियुगमा स्वयं निराकार परमेश्वरको निर्देशले पञ्चसखाहरू यस धरतीमा अवतरण भएका हुन्। उहाँहरूकै निर्देशन र दिव्य शक्तिद्वारा भविष्यको बारेमा जानकारी दिने दिव्य भविष्यमालिका ग्रन्थको रचना गरिएको हो।